राजाहरूले के भनेको छ श्रीपेश लाउने राजा श्रीपेश राजा अनि अरू राजा चाहिँ त्यो श्री नभएका पेश राजा कसरी राजा आउँछ जनताले राजा जनताको एउटा नि मागै थिएन संविधान जारी गर्ने छुट्याएर पछि तपाईँको धर्मनिरपेक्ष र गणतन्त्र आजका मितिसम्म राष्ट्रस्था रहिरहन्थ्यो भन्नुभएको छ नि त अस्ति नै एउटा कार्यक्रममा सार्वजनिक कार्यक्रममै राजाले मूर्खता नगरे हो कुन चाहिँ मूर्खता गर्नु उहाँले चाहिँ फेरि राजतन्त्रतिर फर्किनु भयो क्या राष्ट्रस्था त दलहरूले पनि स्वीकार गरेका थियो नि त त्यति बेला उहाँले त राजाले कुनै न आन्दोलन गरेको थियो न केही भनेको थियो जनताको नासो जनतालाई सुम्पे भनेर होइन शासन सत्ता फेरि हातमा लिन खोज्नु भयो नि त उहाँले शासन सत्ता हातमा लिन खोज्नु भयो नि त्यति बेला त्यसपछि ६२-६३ को आन्दोलन भएको हो नि 240 वर्षदेखि राजाकै हातमा सत्ता होइन राजसंस्था र राजतन्त्रमा फरक छ नि सर अहिले हाम्रो राजसंस्था तपाईले अहिले राजसंस्था भनिराख्नु भएको छ मैले सुने अस्ति प्रचण्डज्यूले राजालाई मूर्ति चोर हत्यारा भन्नुभएको छ तपाईले युद्धको थालनी गर्दा 9 जना मध्ये जम्मा 4 जनाले तपाईको स्थायी समितिका सदस्यले मन्जुरी दिएका थिए आज रोल्पा र रुकुमका मगरहरूले हतियार नबोकेको भए तपाई प्रचण्ड हुनुहुन्थेन तपाई 17,000 को हत्यारा होइन तपाई 8,500 यो बलिदानी मगर समुदायले दिएको छ यदि तपाईलाई 43 लाख जनसङ्ख्या मगर समुदाय उठ्यो भने प्रचण्डज्यू मुख सम्हालेर बोल्नु होला तपाईको नसिब नहोला त्यसकारणले मुखमा तपाईले अलिकति बुझो लाउनुहोस् किनकि यदि हाम्रो समुदाय 8,500 को बलिदानी सहित तपाईको रोल्पा रुकुमका सिरा यी मगर समुदायले तपाईलाई प्रचण्ड बनाएको यो जनताले प्रचण्ड बनाएको त्यसकारणले अब यो हामी जनविद्रोहको तयारीमा छौं यो लुटतन्त्र र सुशासनको स्थापना लुटतन्त्रको अन्त सुशासनको स्थापनाको लागि ओलीज्यूले हाम्रो विरुद्ध ठुलो आन्दोलन गर्ने गरे यी सबै जनता तपाईहरुले जस्तो मासु र चिउरा रक्सी खेलाएर आएका जनता होइनन् यो देश बचाउन पर्छ भनेर आएका जनताहरु त्यसैले खबरदार यदि तपाईहरु 15 गते यहाँ हामीसँग जुझ्न आउँदै हुनुहुन्छ भने हामी खरानी भएको मान्छे हो आगोको डर हुँदैन त्यसकारणले सोचेर सम्झेर आउनु होला हामी जति बेलासम्म जति बेलासम्म लुटतन्त्रको अन्त हुँदैन त्यति बेलासम्म हामीले तपाईहरुलाई कहाँनिर कुन ठाउँमा कति बेला कहाँ परार गर्न पर्ने त्यो सबै सोचेर घरका आफ्ना बाबु आमा श्रीमती बच्चालाई भनेर आएका छौं हामी यो राजतन्त्र स्थापनाको लागि शहीद भयौं भने हाम्रो एउटा यो शहीदको शरीरमा एउटा फूलमाला चढाइदिनु होइन भने काठमाडौँबाट हामी यो लडाई जितेर आउँछौं भनेर आएका छौं त्यसकारणले यो लुटतन्त्रको अन्तको लागि तपाईहरु सम्पूर्ण जनसमुदायहरु 15 गते 3 चुनावमा उपस्थित हुनुहुन्छ भने आशा र विश्वास राख्दै म मेरो भनाइ अन्त गर्न चाहन्छु हवस् धन्यवाद अफगानिस्तान को कि यूरोपियन कंट्री यूरोपियन कंट्रीहरु हाफा पट्टो लगाएर हिँड्छन् 100 वर्षको हाम्रो नेपालमा सन्छ सदैन नि तर भन्ने बेलामा तपाईले पहिला पनि हामी लडाई पनि गर्न सक्छौं भनेर फाइट लगाएर त्यसैले हैन आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर फाइट लगाएको व्हाइ भने इफ आई एम लेडीज अल्सो आई एम स्टिल एलाइभ आई क्यान डान्स अल्सो आई क्यान डु एभ्रिथिङ त्यसैले हामीले देशमा राजा चाहिन्छ राजा मैले पहिला नेपालीहरुको रक्षाको लागि हामीले शिवराज ज्ञानेन्द्र सरकारलाई राजा बनाऊ भनेको हो सम्पूर्ण साथीहरुले एक पट भई शिवराजको सम्बोधनलाई अब यस्तो क्षमताको कुरा नगर्नु कस्तो कुरा गर्नु अहिले त काठमाडौँ अनि भक्तपुर अनि ललितपुर सरकारलाई यो कारणभित्र छिराउनलाई साथ दिलाउन भनेर सम्पूर्ण नागरिकहरु लगायत काठमाडौँ उपत्यकामा बसेकाहरूलाई विशेष गरेर नेवार साथीहरूलाई दाजुभाइहरूलाई आग्रह गर्न चाहन्छु आउनुहोस् तपाईहरु नेपालको मिडिया कि पाकिस्तानको कि काको ट्रुथ कुरा त तपाईहरुले बोल्नु पर्यो नि राजा भ्रष्टाचारी विदेशीहरुले
चिसो ठौ नारा इति जुलुस सकै नाच्नु गुटु चिसो नारा इति छ जुलुस आवे मला थो नारा इति रियो ची उपत्यका बासी तेयु ख थो नारा इति रियो ची राज संस्था राजा चुनी गुठा ख थो ची राजैता पिमन्याम राष्ट्र घाटी थो देश द्रोही देश नेगुटु वो देश फिर्ता क्याको लागि ताते ची नेवाट छटी छपजीको लागि ची नेवाट मतंग थो देशे छुरो जिमको न्याको जनयुद्ध जुसान न्याको लना जोसान न्याको जुरुस यासान नेवाय त छठा वल ढासा कोडो कुडाल हस्या हट्यार हट्या जनावे टुंका हटौरो जनावे टुंका थोरा आचना चोपी सरकारे चोपी राष्ट्र घाटी त बिछ्यौने अवस्था दो यो राज संस्था हटेयाटन 10 वर्ष जनयुद्ध जुल वो जनयुद्ध घन घन जंगलले लट मफिया लास्टे नेवा एकता नागरिक राजतन्त्र जिन्दाबाद 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 राजतन्त्र जिन्दाबाद 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 हाम्रो राजा हाम्रो देश हाम्रो राजा हाम्रो देश हाम्रो भाषा हाम्रो भेष हाम्रो भाषा हाम्रो भेष राजतन्त्र जिन्दाबाद 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 राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद